आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वार बन्नबाट वञ्चित भएपछि कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको 34 वर्षे संसदीय यात्रामा विराम लागेको छ। देउवा 2048 यताका सबै संसदीय निर्वाचनमा डडेलधुराबाट निर्वाचित हुँदै आएका थिए। विशेष महाधिवेशनलाई अवैधानिक भन्दै देउवा पक्षले निर्वाचन आयोगमा निवेदन दिए पनि आयोगले थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिएको थियो। त्यसपछि देउवा पक्षले सर्वोच्च अदालतमा रिट दिएको छ। देउवाको राजनीति सक्रियता भने 60 वर्ष भन्दा लामो छ। 2022 सालमा राजनीति थालेका देउवा 2027 मा नेपाल विद्यार्थी संघको संस्थापक सदस्य भएका थिए। उनी 2028 मा नेपाल विद्यार्थी संघको पहिलो सभापति बने। बहुदलीय प्रजातन्त्र पुनर्स्थापनापछि संसदीय राजनीतिमा उक्लिएका देउवा त्यसपछि हरेक राजनीतिक उतार चढावमा निर्णायक रहे। कहिले प्रतिपक्ष नेतृत्व त कहिले सरकार पक्षको बागडोर उनको हातमा आइरह्यो। देउवा 2048 यता 5 पटक प्रधानमन्त्री र 7 पटक सांसद भयो। उनको संसदीय यात्रा संघर्ष, सम्झौता र सत्ताकै वरिपरि घुमिरह्यो। 2048 मा भएको निर्वाचनमा पहिलो पटक उम्मेद्वार भएका देउवाले डडेलधुरामा खसेको मतको 70.5% मत पाएर विजयी भएका थिए। त्यति बेला उनको निकटतम प्रतिद्वन्दी एमालेका गोविन्द प्रसाद कर्णौलीलाई पराजित गरेका थिए। 2048 मा सुदूरपश्चिममा कांग्रेसको चुनावी नेतृत्व नै उनले हाकेका थिए। त्यस निर्वाचनमा सुदूरपश्चिममा 19 सिट मध्ये 18 मा कांग्रेसले जितेको थियो। पहिलो पटक निर्वाचित भएपछि उनी गृह मन्त्री भए। त्यस यताका कुनै पनि निर्वाचनमा उनले पछाडि फर्किनु परेन। बरु उनी निरन्तर सत्तामा सदाबहार खेलाडीका रूपमा रहे। देउवाले 2051 को मध्यावधि निर्वाचनमा निकटतम प्रतिद्वन्दी नेपाल जनवादी मोर्चाका खेमराज भट्ट मायालुलाई पराजित गरेका थिए। उनले खसेको सदरमतको 61.75% मत पाएका थिए। त्यसपछि देउवा 26 भदौ 2052 मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए। 1.5 वर्ष उनी प्रधानमन्त्री रहे। 2056 को निर्वाचनमा उनले 64.68% मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्दी एमालेका बागेश्वरी चटोतलाई पराजित गरे। त्यसपछि 7 साउन 2058 देखि 14 महिना दोस्रो पटक प्रधानमन्त्री बनेका थिए। 21 जेठ 2061 मा उनी तेस्रो पटक 8 महिना प्रधानमन्त्री भएका थिए। देउवाले कम मतान्तर जितेको चुनाव 2064 मा हो। 2064 मा भएको पहिलो संविधान सभा निर्वाचनमा देउवा निकटतम प्रतिद्वन्दी माओवादीका खगराज भट्ट थिए। त्यस चुनावमा भट्टसँग देउवाले 1368 मतान्तर मात्रै कायम गर्न सकेका थिए। 2064 को निर्वाचनमा उनी कञ्चनपुर 4 बाट पनि उम्मेद्वार भएका थिए। त्यहाँ पनि उनले जितेका थिए। 2070 मा भएको दोस्रो संविधान सभाको निर्वाचनमा डडेलधुरामा देउवाले सदरमतको 50.53% पाएर निकटतम प्रतिद्वन्दी रहेका नेकपा माओवादीका खगराज भट्टलाई पराजित गरेका थिए। सोही निर्वाचनमा उनले कैलाली 6 बाट पनि चुनाव जितेका थिए। 2074 मा वाम गठबन्धन हुँदा पनि देउवालाई कसैले धक्का लगाउन सकेन। देउवाले 28,044 मत पाएर निर्वाचित हुँदा 21,115 मत ल्याएका माओवादीका खगराज भट्ट उनीसँग तेस्रो पटक पराजित भएका थिए। जेठ 2074 मा चौथो पटक प्रधानमन्त्री बनेका देउवाले असार 2078 मा पुनः प्रधानमन्त्री बन्दै 5 पटक प्रधानमन्त्री बन्ने नेताको रेकर्ड राखेका थिए। देउवाले 2079 को निर्वाचनमा निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेद्वार सागर ढकाल भन्दा करिब दोब्बर मत प्राप्त गरेर जित हात पारेका थिए। ढकालले 13,042 मत प्राप्त गर्दा देउवाले 25,534 मत पाएका थिए। पञ्चायती व्यवस्था विरुद्धको संघर्षदेखि बहुदलीय प्रजातन्त्र स्थापना, सशस्त्र द्वन्द, राजतन्त्रको अन्त्य र संघीय गणतन्त्रको अभ्याससम्मका लगभग सबै राजनीतिक घुम्ती र मोड छिचल्दै देउवा अग्र स्थानमै रहे। तर जेनजी आन्दोलन पछि राजनीतिक दलमा नेतृत्व हस्तान्तरण एवं पुस्तान्तरणको मागले उनी किनारातिर धकेलिएका छन्। देउवाको संसदीय यात्रा रोकिँदा उनका समर्थक सुदूरपश्चिमका नेता तथा कार्यकर्ता निराश देखिन्छन्। गगनकै हस्ताक्षरको टिकट भए पनि लिने गरी भएका संवादहरू सहमतिमा पुगेनन्। देउवा सहित पुरानो संस्थापनको व्यवस्थापन खोज्दै सूचीमा बुझाएका रमेश लेखक पनि कांग्रेसबाट उम्मेद्वार बन्न सकेनन्। बरु सूचीमा रहेका अन्य नेताहरूले कुनै सहमति वा अनौपचारिकता बिनै गगनको हस्ताक्षर भएको टिकट हासिल गरेका छन्। विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा निर्वाचित कांग्रेसले 165 वटै निर्वाचन क्षेत्रमा उम्मेद्वार टुङ्गो लगाउँदा निसाब र हिसाब दुवैलाई प्राथमिकतामा राखेको देखिन्छ। कांग्रेसमा टिकट वितरण सधैँ विवादको विषय बन्छ। यसपटक पनि विवादका स्वरहरू सुनिएकै छन्। यद्यपि धेरै पुराना नेताहरू रोकिएका कारण कांग्रेसले तुलनात्मक रूपमा नयाँलाई अवसर दिन सफल भएको देखिन्छ। डडेलधुराबाट 8औं र अन्तिम पटक चुनाव लड्ने देउवाको चाहना कांग्रेस नेतृत्वले सुन्दै सुनेन। देउवासँगै उनकी पत्नी आर्जुले पनि कैलाली 5 बाट टिकट पाइनन्। जेनजी आन्दोलनमा अत्याधिक बल प्रयोगको आरोप खेपेका देउवाका सदाबहार विश्वासपात्र पूर्व गृह मन्त्री रमेश लेखकले पनि कञ्चनपुर 3 बाट टिकट पाएनन्। आकांक्षी भए पनि पुरानो संस्थापनका नेताहरू क्रमशः प्रकाशमान सिंह, डाक्टर शशाङ्क कोइराला, बालकृष्ण खाँड, मोहन बस्नेत, उमाकान्त चौधरी, श्याम घिमिरे, सीता गुरुङ, अगेलु शेर्पा, कुन्दन राज काफ्ले लगायतले पनि टिकट पाएनन्।
डाक्टर शेखर कोइराला निकट अधिकांश नेताहरूले तुलनात्मक रूपमा टिकट प्राप्त गरेका छन्। कतिपयले निर्वाचन क्षेत्रमा कांग्रेसको पुरानो तर अवसर नपाएकाहरूलाई समेटेको छ। केन्द्रीय राजनीति पहुँच र द्रव्य शक्ति नभएका केही उम्मेदवारले टिकट पाएकाले कतै कतै निशा भएको मान्नुपर्ने कांग्रेसकै नेताहरू बताउँछन्। कांग्रेसले सभापति थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा जाने तयारी गरेको छ। कांग्रेस विधानले संसदीय दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था छ। त्यसर्थ चुनावपछि हुने संसदीय दलको निर्वाचनलाई पनि मध्यनजर गरेर कांग्रेसले टिकट बाँडेको छ, जसमा कतै निशा भएको छ त कतै हिसाब भएको कांग्रेसी जनमा चर्चा व्यक्त छ।